चाहिँ पोखरा इन्टरनेसनल एयरपोर्ट चाहिँ आइपुग्यौँ काठमाडौँबाट। झन्डै आधी घन्टाको हवाई यात्राबाट सामानहरू ब्याकप्याक लिन जाँदैछौँ। गोलडाँडा आमाले दाउरा ल्याउँदै हुनुहुन्छ। काँडेबाट हिँडेको लगभग 20 मिनटपछि यो ठाउँमा वे टु अस्ट्रेलियन क्याम्प। 1 घन्टा उल्टे माथि डाँडा रहेछ। गुड मर्निङ फ्रम अस्ट्रेलियन बेस क्याम्प। हाम्रो चाहिँ आज डे 2। अन्नपूर्ण साउथ माछा फुस्रे। यता चाहिँ के हो थाहा छैन। वाट गुड सनराइज। हामी चाहिँ यहाँ पोतनामा चेक पोइन्टमा नाम इन्ट्री गरेर यो म्याप दिनुहुँदो रहेछ। त्यसले चाहिँ हामी पोतनामा छौँ। सायद मेबी खाना खानु हामी प्रितम देउराली पुग्छौँ। त्यसपछि यहाँ चाहिँ ब्युटिफुल भ्यू फ्रम पोतना। One hour short Mardimal Forest Camp. Short easy way. यो चाहिँ यस्तो रहेछ। यताबाट चाहिँ सर्ट, यताबाट चाहिँ लामो। बोर्ड चाहिँ यही हो, मार्दिमाल ट्रेक रोड। एकदम यस्तो मार्जिनहरू हुन्छ, झुकिँदैन रहेछ। हामी सर्ट श्री शिवको बराह मन्दिर प्रवेशद्वार। फर्स्ट क्याम्प आइपुग्यौँ। मेबी यहाँ 5-6वटा होटलहरू छ जस्तो छ। त्यही हाम्रो टोली फरेस्ट क्याम्प आएला। होटल रेस्ट क्याम्प ल। रेस्ट क्याम्पबाट बाटो लाग्यौँ हामी 2जना साथीहरू। हाम्रो साथी हाम्रो साथी वाह। विचार गर्नुहोस् न, लड्नु होला चिप्लेर फेरि। तपाईँलाई कस्तो महसुस भइरहेछ? तर एकदम राम्रो भ्यू छ है यता चाहिँ। चाहिँ दिन मजाको पसल रहेछ। रहेको चिया पसल। माछा फुस्रे पूर्ण इन्चुली।
यस्तो ओह्रालो कालो यो चाहिँ माछा पुछ्रे अन्नपूर्ण रेन्ज हिमचली अन्नपूर्ण साउथ होला यो दाजुहरू जाँदै हुनुहुन्छ लिनुहोस् पानी सञ्जोग गुरुङको चाहिँ हालत यो अवस्थामा भएको छ मार्दी ट्रिक जाने क्रममा झोला पनि मैले बोकिरहेको छु मेरो लट्ठी पनि सबै सही नै काम लागिरहेको छ अहिले दिनको 11 बजिसक्यो होला भातमा पानी भइसकेको छ हामी चाहिँ मार्दी ट्रेकबाट मान्छे यहाँ घाइते भएर हाई क्याम्प तिम्रो त अनुहारै केही देख्दैन बाटो चाहिँ यस्तो छ है कस्तो हुन्छ ठिक हुनुहुन्छ बल्ल बल्ल आइपुग्यो मार्दी ट्रेक सकेर अब सिरिङतर्फ हाई क्याम्पबाट खाना खाएर र हाम्रो भक्तपुरको 2 जना साथीहरू नेता हाम्रो पोखराको हिँडाइले आज नेटो काटेको छ आजको हिँडाइ सिरिङ आइपुग्न लाग्यो ओ भन्याना भिलेज अरे टोयलेट पनि अथेन्टिक रहेछ